याकुबका 12 जना छोराहरू थिए, तर उनले आफ्नो छोरा योसेफलाई सबैभन्दा बढी माया गर्थे। तिनले योसेफलाई रङ्गीन, चमकदार विशेष कोट दिएका थिए। योसेफका दाजुहरूले उनलाई ईर्ष्या गर्थे। तिनीहरूले उनलाई मन पराउँदैनथे। योसेफले पनि विशेष किसिमका सपनाहरू देखेका थिए। उनले सुनाउँथे, मेरो सपनामा हामी गहुँको भारीहरू बाँधिरहेका थियौं र तपाईहरूका भारीले मेरो भारीलाई निहुरेर ढोग्यो। यो सुनेर योसेफका दाजुहरूले उनलाई झन घृणा गर्न लागे। योसेफले फेरि अर्को सपना देखेर भने, सूर्य, चन्द्र र 11 ताराहरूले मेरो सामु निहुरिएर ढोग गरे। यो कुरा उनका बुवा र दाजुहरूले राम्रो मानेनन् र भने, के त हामीहरूमाथि शासन गर्ने हुनेछस्? एक दिन योसेफका दाजुहरू खेतमा आफ्ना भेडाहरू चराउँदै थिए। तिनीहरूले उसलाई आफूतिर आउँदै गरेको देखे। तिनीहरूले उसलाई मारेर उसका सबै सपनाहरूको अन्त्य गरिदिने योजना बनाए। रुबेनले भने, हाम्रो भाइलाई मार्नु गलत हुनेछ, बरु आओ उसलाई यो खाली इनारभित्र फालिदिउँ। त्यसपछि तिनीहरूले योसेफको विशेष कोटलाई च्यातछुत पारिदिए र उसलाई इनारमा फालिदिए। र जाँदै गर्दा त्यहाँ आइपुगे। यहुदाले भने, आओ योसेफलाई इस्माएलीहरूको हातमा दासको रूपमा बेचिदिउँ। यसकारण दाजुहरूले योसेफलाई 20 टुक्रा चाँदीमा बेचिदिए। दाजुहरूले योसेफको कोटलाई बाख्राको रगतमा चोपेर तिनीहरूका बुवा याकुबलाई देखाए। त्यो देखेर मेरो छोरा मर्यो भन्दै उनी रोए। त्यति बेला योसेफलाई मिस्र देशमा लगिएको थियो, तर योसेफसित परमेश्वर हुनुहुन्थ्यो। मिस्रमा इस्माएलीहरूले योसेफलाई पोतिफरको हातमा बेचिदिए, जो फारोका कप्तानहरू मध्येका एक थिए। परमेश्वरले योसेफलाई आशिष दिनुभयो र उनलाई सफल बनाउनुभयो। पोतिफरले आफ्नो सम्पूर्ण घर परिवारको जिम्मेवारी योसेफलाई दिए।